लाउरे नै अब आउने मेयर बन्नुपर्छ धरानमा। हामीले होइन धेरै अकालमा ज्यान गुमाएका छौँ, त्यतिखेर पनि अहिले पनि स्टिल अहिले पनि होइन 75 जना अस्ति भर्खर हाम्रो युवाहरू हामीले गुमायौँ है। सबैजना हामी किन यो भइराखेको छ भन्दाखेरि हामीले श्रमको कल्चर नगरेर हो। देशमा काम गर्नेले सानो भनिहालिन्छ होइन, काम गर्ने मान्छे त तपाईँको घरभित्रै पस्नु हुँदैन भन्ने पनि थियो विगतमा, त झन् साह्रो काम गर्ने मान्छेले त छुएको खानु हुँदैन है भन्ने पनि थियो। ती सबै कुराहरूलाई भत्काएर अब यो देशमा अ म्यान इज अलवेज इक्वल टु अनदर म्यान है, नो म्याटर कति एजुकेटेड हो कति पैसा छ भन्ने कुरा होइन, मान्छे भएको आधारमा हामी सबैजना बराबर हौँ भन्ने कुरालाई हामी स्थापित गर्छौँ र त्यसको एउटा अचुक फर्मुला भनेको श्रम संस्कृति बाहेक अरू छैन है। हामी विदेशी ऋणको भरमा विकास गर्दैनौँ। यो गोर्खा चौतारी बनाउनका लागि पनि विदेशी ऋण लिँदा हुन्थ्यो होला मैले कुरा मिलाएर होइन, तर यो त हेर्नु न हातेमालो गर्दाखेरि भइहाल्यो त होइन, ऋण परियो त परिएन नि त, यसको ब्याज तिर्नुपर्ने पो भएन। त्यसले गर्दाखेरि मनकारी मान्छे छौँ हामी, तर यति हो कि इमान्दार नेतृत्व नपाएको अवस्था हो। त्यो इमान्दार नेतृत्व दिन्छौँ भनेर हामी श्रम संस्कृति लिएर आइरहेका छौँ र सबैजना दाजुभाइ दिदीबहिनीहरूलाई यो श्रम संस्कृति महाअभियानमा, विच इज नट ओन्ली अ पोलिटिकल पार्टी, पोलिटिकल पार्टी मात्रै होइन, यो एउटा संस्कृति हो। यसले हाम्रो सोच विचार यहाँबाटै हामी मान्छेलाई चेन्ज गर्छौँ, यहाँबाट चेन्ज गर्छौँ होइन, छाती र टाउको दिमागबाट हामी चेन्ज गर्छौँ, मुटु र तपाईँको चाहिँ नि मस्तिष्कबाट चेन्ज गर्छौँ र इमान्दार मान्छे बनाउनुपर्छ हामीले भन्ने एउटा तपाईँको पनि हो। र त्यसको फर्मुला चाहिँ श्रम नै हो। श्रम गर्ने मान्छे इमान्दार हुन्छ भन्ने मेरो भनाइ होइन। त्यसले गर्दाखेरि त्यसको लामो जस्टिफिकेसन छ, त्यतातिर नजाउँ र त्यो गर्नका लागि हामीले गरिरहेका छौँ र यहाँहरू सबैजना जोडिनु होला। म त्यो भन्न चाहन्छु, यस्तो एउटा पार्टी जुन पार्टीको झन्डा छैन, यस्तो एउटा पार्टी जुन पार्टीको नेता छैन, यस्तो एउटा पार्टी जुन पार्टीको कार्यकर्ता छैन। हामी सबै श्रमदाता हो, इभन आई एम श्रमदाता होइन, हामी सबैजना श्रमदाता बन्नुपर्छ। म यो पनि भन्न चाहन्छु र यस्तो एउटा नयाँ काम हामीले गरिरहेका छौँ। अघि भर्खर हाम्रो शशी म्यामले भन्नुभयो यहाँ पत्रकारहरू नआएको कारण किन नआउनु भयो त, आउनु भएन त भन्दा उहाँहरू कुनै एउटा पार्टीमा फिलिएटेड हुनुहुन्छ होइन, त्यसले गर्दा आउनु भएन होइन। तर हाम्रो तपाईँको चाहिँ श्रम संस्कृतिमा हामी शिक्षक कर्मचारी र पत्रकारलाई आबद्ध गर्दैनौँ, किनभने दे आर स्टेटको तपाईँको अर्गन हो। पत्रकार भन्ने बित्तिकै राज्यको होइन अर्गन के अरे तपाईँको अङ्ग हो, तर पत्रकारै कुनै पार्टीसँग अनुमोदित भइसकेपछि यस्तै हुन्छ है। त्यो कुरा मैले राख्न चाहेँ हाम्रो म्यामलाई थ्रु उहाँ अरू सबैजनालाई मिडिया मार्फत, र यति भन्न चाहन्छु र भोपुहरूको योगदानको बारेमा मैले धेरै कुराहरू राखिसकेँ। यो रातभरि भन्दा पनि हुन्छ, भोलि यतिखेरैसम्म भन्दा पनि हुन्छ, सकिँदैन होइन। त्यति धेरै तपाईँको चाहिँ नि प्रशंसा गर्नु मलाई मन परेको छ, किनभने तपाईँहरूबाट धेरै कुराहरू हाम्रो समाजले सिक्नुपर्छ। एउटा कुरा त पङ्क्चुअलिटी, समयमा आउने होइन, समयमा छुट्ने भन्ने चिज। अर्को कुरा डेडलाइन राखेर गर्नुहुन्छ। तपाईँहरूले पनि यो पछि 15 वर्ष पछाडि गर्दा पनि हुन्छ भन्नु भएन होइन। यो पुट डेडलाइन र त्यो डेडलाइनमा भएको कारणले गर्दाखेरि तपाईँको स्पिडअप भयो, डोनेसन कलेक्सनदेखि लिएर होइन कन्स्ट्रक्सन काम पनि। यी कुराहरू सबैहरूले सिकाइराख्नु भएको छ र यसरी सबै कुरा सिकाउने, खुट्टा तान्ने देख्दाखेरि म त भएँ हैरान भन्ने हुन्छ, हाम्रो सरले लेख्नु भएको गीत छ होइन। सबैलाई श्रम गर्न सिकाउने धरान, खुट्टा तान्ने देख्दाखेरि म त हुन्छ हैरान भने हाम्रो सरले यसो वेब गरिदिनु न सर एकचोटि होइन। यति कविमन भएको मान्छे उहाँ, हाम्रो एकचोटि फेरि गरिदिनु न क्यामेराले खिच्दा है। त्यस्तो छ र यी सबै कुराहरू म चाहन्छु, यी सबै कुराहरू गर्न सिकाउने लाउरे नै अब आउने मेयर बन्नुपर्छ धरानमा। ताली बजाउँ न एकचोटि। अब आउने धरानको मेयर है एक्सको समुदायबाट नै आउनुपर्छ। मैले नाम भन्दिनँ होइन, यहाँहरूले आफै बुझ्नुपर्छ है। आउने हो किनभने सबै कुरा गर्न सिकाउने लाउरेले धरानको मेयरको कुर्सीमा बसेर काम गर्नुपर्छ अब। म त्यो भन्न चाहन्छु
र यहाँहरूलाई हृदयदेखि धन्यवाद दिँदै सबैजनाले सबै खालको भूमिकामा रहेर चाहिँ काम गरिदिनु भएकोमा होइन इच एन्ड एभ्री वान अफ यु होइन म एकदम धेरै धन्यवाद दिन चाहन्छु र अत्यन्तै खुसी छु म आज एउटा सपना जुन मैले देखेँ या कसले देख्यो जसले देखे पनि त्यसलाई साकार बनाउनु ठुलो कुरो हो र यो खालको रचनात्मक होइन कामहरू गर्दै आगामी दिनहरूमा पनि हामी अगाडि बढ्नेछौँ भन्ने विश्वासका साथ मेरो 2-3 वटा शब्द नै भन्नुपर्छ होला यही अन्त्य गर्दछु। नमस्कार छ। जय गोर्खा।